हाई गाइज, इट्स मी सिद्धार्थ। आज कुरा गरौँ एकछिन फुटबलको बारेमा। फुटबलमा पनि खास गरेर कुरा गर्न पर्दाखेरि एकदमै ह्याप्पी मुमेन्ट के छ भने अहिले फुटबलमा पल पोग्बाको चाहिँ रिटर्न भएको छ फुटबलमा फेरि होइन। मोनाकोले चाहिँ साइन गरेको छ पल पोग्बालाई। आई एम प्रिटी ह्याप्पी फर पल पोग्बा है। यदि म क्रिस्टियानो रोनाल्डो पछि फुटबलमा कसैको त्यस्तो फ्यान छु भने त्यो चाहिँ पल पोग्बा हो। त्यसैले मैले यसपालि चाहिँ आफ्नो हेयर स्टाइल अलिकति पुरानो पल पोग्बाको जस्तै बनाएको छु होइन। आइएम टु ह्याप्पी फर पल पोग्बा होइन। ऊ चाहिँ मलाई चाहिँ के लाग्छ पर्सनली भन्दाखेरि एज अ फुटबल फ्यान, एज अ फुटबल हेर्दै गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने पल पोग्बा चाहिँ एकदमै के भन्ने त्यसलाई एकदमै प्यासनेट हो क्या फुटबलमा चाहिँ होइन। मलाई चाहिँ लाग्छ क्या। 2-4वटा मिस्टेक त भइहाल्छ, मान्छेको जिन्दगी हो होइन, अलिअलि मिस्टेक त गरिहाल्छ। सो फाइनली 4 वर्षको ब्यान्ड पछि चाहिँ पल पोग्बाको जुन रिटर्न भएको छ त्यो चाहिँ रिटर्न हुन योग्य पनि थियो र हुन पनि पर्छ जस्तो मलाई चाहिँ लाग्छ होइन। सो आइएम ह्याप्पी फर पल पोग्बा। पल पोग्बाले चाहिँ किन मलाई मनपर्छ भन्दाखेरि उसको त्यो फुटबलप्रतिको जुन प्यासन छ नि, 4 वर्ष ब्यान्ड हुँदाखेरि पनि उसले जुन फुटबललाई बोकेर हिँडिरह्यो होइन। फुटबल नै उसको जुन प्यासन थियो फुटबलप्रतिको त्यो देखाइरह्यो र आफ्टर अल जुन मोनाकोले साइन गरिसकेपछि पनि पल पोग्बाको आँखाबाट जुन आँसु आएको थियो नि त्यसले नै बताउँछ कि ऊ फुटबलमा चाहिँ कति प्यासनेट छ, उसले चाहिँ फुटबललाई कति वेट गरिरहेको थियो भनेर होइन। एउटा हुनार प्लेयर हो पल पोग्बा। अलिकति गल्तीको कारणले गर्दाखेरि केही हदसम्म पछाडि परे पनि आगामी दिनहरूमा उसले राम्रो कमब्याक गर्छ भन्ने म चाहिँ विश्वास राख्छु होइन। आयो हो के पल पोग्बा अब लगभग आइसक्यो। सो एज अ पल पोग्बा फ्यान आई एम वेटिङ फर हिज फर्स्ट गेम के आफ्टर 4 वर्षपछि है। म चाहिँ उसको पहिलो गेमको लागि चाहिँ वेट गरेर बसिरहेको छु र होप सो उसले राम्रो गर्छ होइन। गरोस् पनि, राम्रो हुन पनि पर्छ। मलाई के लाग्छ भने अहिले एम्बापे, हालान्ड यिनीहरू जुन लेभलमा छन् सायद पोग्बा पनि त्यो लेभलमा हुनुपर्ने प्लेयर हो जस्तो चाहिँ मलाई लाग्छ होइन। सो लेट्स प्रे फर पल पोग्बा। अब फेरि उसले केही त्यस्तो गल्तीहरू नगरोस्, फेरि फुटबलबाट ऊ बाहिरिन नपरोस् होइन। फुटबलमै ऊ रमायोस् होइन। मलाई चाहिँ के लाग्छ भने पोग्बा चाहिँ फुटबलकै लागि जन्मेको हो जस्तो लाग्छ। जसरी क्रिस्टियानो रोनाल्डो चाहिँ होइन एउटा हो फुटबलकै लागि जन्मेकै मान्छे हो भनेर जुन हामी भन्ने गर्छौँ नि, त्यस्तै पोग्बा पनि फुटबलकै लागि जन्मेको जस्तो मलाई चाहिँ लाग्छ होइन। सो लेट्स प्रे फर हिम होइन। आगामी दिनहरू राम्रो गरोस्, सधैँ राम्रो होस्, अब दिनहरू राम्रो होस्, बुझोस् उसले पनि केही गल्तीहरू होइन। सो आई एम ह्याप्पी फर पल पोग्बा। वेलकम ब्याक च्याम्प।